क्याफेमै गर्छु हैन, कुनै क्याफे खोल्छु बाहिर निस्केर भनेर भन्दा घरबाट सपोर्ट तपाईँलाई कस्तो थियो? त्यही हो। अब मलाई चाहिँ घरबाट भन्दा नि पहिलादेखि सुरुवातदेखि मैले एउटा संस्थामा काम गरेँ नि हैन, मलाई चाहिँ घरै त्यही जस्तो भयो के हैन। दिदीबहिनी छ मसँगै पछाडि अनि मैले चाहिँ घरबाट गर्ने चाहिँ सोच बनाएको छैन। अनि अब कारणवश हैन संस्थामा पनि कहिलेकाहीँ चाहिँ यताउता हुने रहेछ त्यो त भइहाल्छ है। धेरै। अनि त्यही हो, अब मैले दिदीबहिनीको लागि अब एज पनि भइसक्यो। अनि घरबाट चाहिँ यो तपाईँले तिमीले खोलौ हामी साथ दिने भन्ने चाहिँ अब छोरी थियो, छोरीहरू होइन, छोरीहरू बाहिर छ, त्यही भएर म एक्लैले चाहिँ आँटेको छैन। हजुर। अनि तपाईँलाई सुरुवातमा काम गर्न जानको लागि चाहिँ घरबाट केही रोकटोक भएन है? सबैजना खुसीसँगै जानुस् गर्नुस्? हजुर, बाहिर चाहिँ सपोर्टै पाएको छु हजुर हैन। नजाऊ यस्तो अब कहिलेकाहीँ तर हामी त रेस्टुरेन्टमा काम गरेपछि त कहिलेकाहीँ रात पनि पर्छ हैन। त्यसमा चाहिँ केही पनि अब नगर यस्तो काम हैन, त्यस्तो राति भनेर भन्नुभएको छैन कसैले पनि। अब हामीलाई त साथै दिनुभएको छ, काम गरेकोमा हुन्छ हैन। एउटा महिलाले पनि घरमा होइन बाहिर गएर काम गरेर रेस्टुरेन्ट चलाइरहेको छ भन्ने सबैले सपोर्टै गरेको छ। अब आफूले खोल्ने मैले त्यति आँट पनि गरेन। अब अहिलेसम्म त खोलेन भने अहिले किन खोल्नु पर्यो जस्तो पनि साथीहरूसँग मिलेरै गरिरहेको। म चाहिँ जति गर्छु सकेसम्म चाहिँ साथीहरूसँग दिदीबहिनीहरूलाई पछाडि हैन आफू सँगसँगै लगेर काम गर्ने।